नमस्कार, मेरो नाम रितिका मगर। मेरी छोरी टेली सिरियल हरेक हप्ताको मङ्गलबार बेलुकी 7:30 बजेदेखि प्रसारण हुँदै आइरहेको छ। हजुरहरूले पनि हेरेर लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरिदिनुहुन्छ भन्ने पूर्ण आशा राखेकी छु। धन्यवाद। बाई बाई। 얘를 다 잡주는 거. 빨리 깨라! 로 안다! 깨라! 깨라! यो के पारा तिमीहरू यहाँ मिटिङ गर्न आएको कि जुन आएको यत्रो गाउँ समाज बसेर बहादुरी देखाएर बसेछ यहाँ छलफल गर्ने हो जुन्दै होइन जुन्दै आयो भने घर गएर जुन्दै अनि तिमीलाई खालि हल्लाइदिन्छु भन्दा अरू केही भन्नु हुँदैन के गर्नु त नानीदेखि आएको बानी छोड्न मन लाग्दैन अनि तपाईँले सानोदेखि चाहिने गोरेले हत्रा गऱ्यो भन्दै देब्रे गोरेले जुत्नु जस्तो गइहाल्नुपर्छ अनि तपाईँहरू चाहिँ के भएको नि नारीको दुश्मन नारी स्वयमै हुन्छ भने जस्तो तपाईँहरूमा देखिरहेको छ त हामीले त्यस्तो नचाहेको कुरा के भनेछ र त्यसलाई थाहा छ मलाई कसले के भनेको मैले भित्रबाट सुनिरहेको छु यो नाबालिकासँग तपाईँहरूले गर्ने व्यवहार यही हो यो बच्चाको बाउ को हो भनेको छ कराछ ज्यान मारे हराउनेले स्वीकार्नुलाई यसको चाहिँ रहर थिएन होला कसैको चोखो माया पाउनुलाई यसको चाहिँ रहर थिएन होला कसैको बुहारी भएर बस्नलाई यसको जीवनमा यति ठुलो घटना घट्यो कि स्वयं उसैलाई थाहा छैन अब सोच्नुहोस् तपाईँहरूले यो खेल खेल्नेले कति ठुलो षड्यन्त्र रच्यो होला बिचरीको जिन्दगीसँग खेल खेल्नलाई सक्नुभएको छ तपाईँहरूले यदि कसैलाई आँट दिन सक्नुहुन्न भने यसरी मान्छे भेला गरेर कसैलाई बन्दा पनि नगर्नुहोस् बुझ्नुभयो जानुहोस् तपाईँहरू आफ्नो घरतिर हो घरैले भने ठिक भन्नु हो ए मुकै यहाँ आइज त बाबु पनि यता आउनु ल बाबु पानी खानु ल मुकै खानु मैले तँलाई भनिरहेको थिएँ नि त्यो मिनासो नलाग भनेर हाँस्दा बोल्दैमा त केही हुँदैन भन्दै थिइस् नि अहिले यत्रो गाउँलेको कुरा सुन्नु पर्यो सत्य भन्नु तैँले मिना धम्काएर राखेको छ क्या कस्तो कुरा गर्नुभयो बाबा तपाईँले मैले किन धम्काउनु परेर मिनालाई बा धम्का छ कि तैँले गाउँलेको मुख त तेरै नाउँ मात्रै चलिरहेको छ त धन्न किन सोझो रहेछ उजुर गर्न गएन उजुर गर्न गएको भए तँलाई जाक्छ खोरमा गल्ती नगर लाग्छ ल मलाई के हुन्छ र तँलाई के हुन्थ्यो त नि जे हुनु त हामीलाई पो हुन्छ त नि तपाईँहरू नडराउनु के मैले मिनाले त्यस्तो गलत काम गरेको छैन गाउँ समाज भन्ने कुरा काट्ने मात्रै त हो नि मौका पर्दा कसले छोड्छ र थाहा रहेछ त तँलाई थाहा पाइ पनि किन बुझ्पुछाएर हिँड्छस् मिनाको पछि होइन त्यो बाँसु भने त कजिनको आफन्ती मान्छे पो रहेछ होइन त यहाँ कुरा गरेर अघि त्यत्रो भदै भनेको सुनेनौ कजिनीले ए आजभोलि त म पनि छिन्छु बिर्सिन्छु क्या यार ए साँच्ची अस्ति लोहरेलाई खेदाउँदा आफू त ढुट्टो भएर नि होइन होइन हौ त्यो लोरेल त मैले त एक्लै हुँदा ढुट्टो पाएर गोदिसकेको थिएँ नि त अचानक कहाँबाट आयो साले त्यसको मिज्यू अनुहार हेर्दा दुरुस्तै छ सालेले 2 दिनसम्म खाना खानु नहुने गरेर हानेर गइगयो नि त्यो दिन म हुनु पर्थ्यो हेर दाइ म त कुद्न नसकेर फर्किहालेँ म भइदिएको भए म दुइटैलाई ठिक पारिदिन्थेँ पार्यौ ठिक त्यो दिन फर्केछ र मात्रै नत्र होइन कस्तो चाहिँ रहेछ हौ त्यसको मिज्यू कस्तो भन्नु र यहाँ भए पो आएको दिन भेटेको दिन थाहा पाइहाल्छौ नि ए ल भेटौँला नि कुनै दिन
खेतमा फुलेछ पहेँला तोरी यति राम्री कसकी छोरी पट्याइन छ क्या हो कान्छा ए कान्छा मुना अबे दिदी पाउनु भएछ दिदी नमस्ते के गर्न नमस्ते आऊ यहाँ राम्रैसँगले आइपुग्नु भयो दिदी राम्रोसँग आइपुगे ल हिँड्नु भित्र जाउँ हिँड न त जाउँ दाइ नोर दाइ घर कहाँ पर्छ यही हो हेर्नु त भाइ त्यही हो ल ल दुबै दाइ म त आइपुगेँ ए बासु भाइ पो आउनु भएछ त होइन तपाईँलाई डोको बन्नु पनि आउँछ बस्नु भाइ आउँछ नि भाइ के गर्नु अलिअलि यसो दुःख सुख मिसिन बिग्रिएको ए अनि के छ सन्चै हुनु दाइ खै भाइ बुढेसकालमा सन्चै बिसन्चो त त्यस्तै हो बाँचेकै छु भाइ दुःख सुख गरेको छु अनि भाइ आज डुल्दै डुल्दै आइपुग्नु भएछ कति काम थियो खासमा दाइ आज म तपाईँलाई भेटौँ नै भनेर आएको कि अस्तिदेखि भेट्न खोजिरहेको थिएँ फुर्सद नभएर क्या दाइ ए के काम थियो होला काम त केही पनि थिएन दाइ त्यो अस्तिको नानीको सल ल्याइदिन्छु भनेको थिएँ हेर्नु न घरबाट निक्लिँदा ठ्याक्कै बिर्सेछु अनि यसो दाइको घरहरू पनि यसो हेरौँ भनेर आएको नि दाइ यस्तै छ भाइ के गर्नु त घर पनि बनाउनु सकिएन यसो टालटुल गरेर बसेको छु के गर्नु त भाइ सधैँ मिसिन चलाइराख्ने बानी मिसिन पनि बिग्रिगयो यसो गाउँतिर पैसा सिसा मागेर बनाउनु लगेको कहिले बनाइदिन्छ त्यो पनि थाहा छैन अनि यसो डोको बुनु बसी बिहाल भनेर है भाइ घर ठुलो भएर के गर्नु हौ दाइ रातमा निन्द्रा परेन भने बरु घर सानै भए पनि होइन मिठो निद्रा लाग्यो भने त्यो पो हो त दाइ रमाइलो जिन्दगी त होइन र दाइ हो नि भाइ हुन त मेरो त जिन्दगीमा खै के भनौँ तपाईँलाई न यो सानो घरलाई सजाउनै सक्यो न तपाईँले भने जस्तो रमाउनै सक्यो खै के लाग्यो भाइ यो बुढेसकालमा के भोग्नु पर्यो हामी मान्छेको जिन्दगी छ नि दाइ न गरिबलाई सुख छ न धनीलाई शान्ति हुन्छ एकअर्काले बाहिरबाट हेर्दा मात्रै हो राम्रो देख्नु सबैले आफ्नो दुःख त भोगेरै हिँडेको हुन्छ दाइ घर सानो भयो भनेर किन मन दुखाउनु हुन्छ हौ दाइ खै त्यो त होला नि भाइ नचाहँदै पनि हाँसेर हिँड्नु पर्दो रहेछ अनि दाइ नानी चाहिँ कता कता देख्दिनँ त छोरीलाई त घरमै छ भाइ आजभोलि गाउँमा कुरा काटेर बाहिर निस्किसक्नु छैन कसैलाई मुख देखाइसक्नु छैन अनि त्यस कारणले भित्रै बसिरहन्छ ए छोरी छोरी पाँचजना नानी तिर्खा पो लाग्यो है ए अङ्कल पनि पो आउनु भयो अँ नानी भर्खर आएको अनि के छ नि नानी तिम्रो खबर खोइ दाइ अलिकति मनी हिजोसम्म मलाई लाग्थ्यो नि भाइ मेरो जीवन कथाभन्दा ठुलो अरू कसैको पनि छैन जस्तो लाग्थ्यो तर यो नानीको जीवन कथा सुनेर नि भाइ मेरो त केही होइन त्यसो नभन्नुहोस् अङ्कल जसरी खुसीको सीमा नै हुँदैन त्यसै गरी दुःखभित्र पनि छुट्टा छुट्टै पीडा हुन्छ हजुरले मेरो पीडा देखेर आफ्नो पीडा बिर्सन खोज्नु भएको होला सक्नुहुन्न अङ्कल सक्नुहुन्न सक्छु नानी सक्छु किनकि म एउटा छोरा मान्छे हो
तिम्रो जीवनमा लागे जस्तो दाग मेरो जीवनमा लाग्न सक्दैन नानी। तपाईँको जीवनमा दाग नलागे पनि जिन्दगीदेखि हार खाएर हिँड्नु भएको त हो नि अङ्कल। हो, म जीवनदेखि हार खाएर हिँडेको हुँ। तर नानी, तिमीले यस्तो बेला यस्तो सोच्नु हुँदैन, किनकि तिम्रो घटनाको पर्खालहरू यति बलियो छ कि जसमा तिमीले अरूको पनि दुःखहरू जोडेर झन् पहाड बनाउने कोसिस नगर नानी। चोट परेपछि त बुझ्न सकिने रहेछ नि अङ्कल अरूको दुःख वेदनाहरू। हाम्रो पीडाहरू पनि खोला जस्तै बगिरहने हुनु नि, हामी कति खुसी हुन्थ्यौँ है अङ्कल। तर के गर्नु, पोखरी चाहिँ गहिरो बनेर बसिरहँदो रहेछ हाम्रो जीवनमा। म तिमीलाई रुवाउन आएको होइन है नानी, तिमी धेरै रुने काम नगर है। यस्तो बेला धेरै रुनु हुँदैन, सुन्यौ तिमीले? ओहो बुझ्यो, यो बाँसले के राम्रो सहारा दिइरहेको छ हामीलाई। त्यही अब हेर त, सबै काटेर मरेछ दानाहरूले। के त छुट्टै छुट्टा बनाएको छ। अब यो पनि काट्ने होला बच्चाहरूले। त्यही त, त्यसपछि हामी कहाँ जाने त अब? मलाई अचाउ लागिरहेको छ मरे स्यालहरू। दाजु किन आँखा छोपेको? तेरो हुनेवाला भाउजूलाई यसरी आँखा तर हेर्नु हुँदैन नि त कुसुन्डा। भाउजूलाई त अलिअलि हेर्न मिलिहाल्छ, तर बुहारीलाई त गिद्दी नजर लाउन मिल्दैन नि दाजु तिमीले। हेट सुकेनास बज्या भाउजू भन भाउजू, कहाँ सुकेनास हड्डीको भारी, कहाँ कलकलाउँदो नारी। तँलाई त उसको खुट्टामा पनि सुहाउँदैन बज्या। ज्यान ठुलो भएर के हो त दाजै, मन ठुलो हुनुपर्छ। मन मायामा न धन हेरिन्छ न ज्यान हेरिन्छ। बुहारी हो बुहारी। ई बुहारी भाउजू, बुहारी भाउजू, बुहारी हो भाउजू, बुहारी हो भाउजू, बुहारी हो भाउजू। बुहारी। एउटाले भाउजू भनेछ एउटाले बुहारी भनेछ। न तेरा भाउजू न तेरा बुहारी, ऊ त मेरो हो मेरो। ई तिम्रो पनि न छ भातको ग्यास न छ रातको बाँस। त्यही मुलालाई चाहिँ घर जान कास, पछि हेरौँला कसको हुन्छ त्यो समयले बताउँछ। गर्मीले पनि मरिने भयो। कहाँ गइरहनु भएको दिदी? यसो गाउँ डुलेर आएको नि। तिमी त पहिलाको भन्दा अलि धेरै मोटा आएछौ है मुना। के गर्नु दिदी, जति मर्न हजुरलाई भेट्नै नसकिने भयो। हो र, त्यति मोटो देखाएको छ र मलाई? छैन दिदी, हो कि मात्रै। अनि आज कान्छा चाहिँ कता गयो त मुना? भाइ त गाडी लिएर जानु भइसक्यो। अनि कान्छा विदेश जाने भन्दै थियो, के हुँदैछ त? खोइ दिदी, के मिल्दैन। अनि पुष्पा भदैनी खोइ त, घरमा पनि देख्दिन। स्कुल गएको छ दिदी। कान्छाले आइज भनेर मरिहत्ते गर्दै थियो, त्यही भएर यसपालि धेरै बस्ने गरी आए। पाल्न त सक्छौ होला नि? ए दिदी पनि भात पकाउनु बेला 2 माना चामल त थप्ने हो। त्यत्रो चाहिँ खान्न पो हिजो आज मैले। नखाएको जस्तो ज्यान। होइन, के को हाँसो दिदी बहिनी, मजाले हाँसिरहन्। ए दाइ दिदी बहिनी होइन के, आमाजु दिदी हो। ए म नचिनेर नि, आमाजु बुहारीको यस्तो मिठो गफ भइरहेको छ। के बस्नु, म गएँ। भन्नु दाइ, दिदी अलि पर सर्नु त। बस्नु न, बस्दैमा हामीले खाँदैनौ होला, नचिने चिन्जन गरौँला। के त तिम्रो ज्यान र हेर्दा त खालै जस्तो लाग्छ मलाई। हजुरहरू गफ गर्दै बस्नु है, म बिस्कुट सुकाएर आउँछु। ओए मुना बस न एकछिन त, म एक्लै भयो क्या। एकछिनमा आउँछु के दिदी। यत्रो सानो मान्छे एक्लै हुने भयो त आज। त्यही त भने यो मुनालाई पनि यही बेलामा जानु पर्ने। Bonk, bonk, bonk.
त्यति राम्रै मान्छे त हाम्रो गाउँमा पनि देखिन थालेछ हौ। जति राम्रो भए पनि के गर्ने यो सुन्दरतालाई अहिलेसम्म निहालेर हेर्ने कोही आएको छैन। त्यसरी चाहिँ कोही छैन नभनिदियो भए हुन्थ्यो। छैन नै त, नभएपछि के भन्ने त। कस्तो कुरा नबुझे कि लाटी म छैन। साँच्चै हो र? तिमी मेरो लागि के गर्न सक्छौ? तिमी भनी मात्र हेर न, तिम्रो लागि ज्यानै दिन सक्छु। मर्ने कुरा त नहेर न बेबी, आज भर्खरै मेनिक्योर गरेर आएको, अलिकति भाडा थियो माझिदिन्छु कि? भाडाको के कुरा गरेको बेबी, तिमी भन मात्र तिम्रो कपडै धुइदिन्छु नि त म। लुगा त अलि धुने बेला भएको थिएन, पहिला भाडा चाहिँ माझिदेऊ न। कस्तो अङ्गै सिरिङ्ग बरु बेबी, भाडो कहाँ छ भन्नु न। ए हो र बेबी, यता आऊ न, म देखाइदिन्छु। यहाँ छ बेबी भाडा। भइहाल्छ नि। अब सुरु गरौँ। गर्नुहोस् न। एमसी त सक्यो त बेबी। एमसी भनेको के हो बेबी? त्यति पनि थाहा छैन तिमीलाई? एमसी भनेको भाँडामा आउने चम्काउने लाटी। ए लाटिनी पो भनिदिएको? यति राम्रो मान्छेको नाम थाहा नभएर भनिदिएको हो क्या लाटी। बरु तिम्रो नाम के हो भनिदेऊ न। ए मेरो नाम चाहिँ मुसी। आहा कति राम्रो नाम मुसी। म त साह्रै भयो खुसी। जान्छु ल बेबी, बाई। बाई बाई। कता हिँड्छ हौ गुटे? त्यतिकै गाउँतिर हिँडेको दाजु। ए तैँले मलाई खोजिरहेको थिइस् अरे त, किन के काम पर्यो? ए के कुरो छ र बुझ्याङ? हेर न बोलेको झन् साह्रो बिस्तारो बोल। हेर न लोड दाइ, त्यो अस्ति एउटा नयाँ मान्छे आएको थिएन, मोटी हक्कुले राम्री पनि छ नि त। त्यो मुनाको आमा चाहिँ के उसलाई त बाँसुले पट्टाइ पो सकेको छ। हो र? त्यही भएर तिमी र म भएर उसलाई तल लगाइदिउँ न मलाई। लु लगाइदिउँ। लु 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 त्यो सालेलाई त म ए हो त नि है, बिस्तारै बोल्नुपर्छ है, अरूले सुन्छ नि है। त्यो साले बाँसुलाई त मैले पनि हलाउनु पर्ने र, तर कसरी हलाउने क्या? के डराएको नि, प्लान बनाएपछि त आँटिलो गर्नुपर्छ। के गर्यो त अब हामीले? त्यो त कदेनी आमाका पाहुना रहेछ, चान्चुने प्लानले त हुँदैन त। भोलि एउटा कुरो बिग्रियो भने त कदिनी आमालाई त सिजी पिचाङ बनाइदिन्छ त केटा। प्लान चाहिँ के हो त? ल भन् त गुइटे। बिस्तारो बोलाउनु बिस्तारो, अब गोपेश्वरलाई पनि हल्ला गरेर हुन्छ त। यति गऱ्यो भने त तपाईँको बहिनीको टेन्सन पनि आउँदैन के? तेरो पनि टेन्सन खतम, मेरो पनि टेन्सन खतम।
आयो आयो जा 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 हो बमक्क पर दाजु त्यसरी म त खालि दाजुतिरै बानी गइसकेँ मेरो त हो र म त अस्तिको उसले बोल्दैन होला बोल्दो पो रहेछ यो त कस्तो कुरा गर्नुभएको बासु सर एउटै गाउँ ठाउँमा बसिसकेपछि रिस राखेर हुन्छ त साँच्चै एउटा कुरा सरलाई सोधौँ कि भनेको के कुरा सोध्नु लाग्यो यसै मिठी होइन एकछिन यता बसेर कुरा गरौँ न के कुरा सोध्नु लाग्यो मलाई के कुरा त्यही त मैले पनि त्यही भनेको हलुडाले कुरै बुझ्दैन के उनीहरूले बुझोस् नबुझोस् मलाई केही फरक पर्दैन अनि साँच्ची त्यो अस्ति आउने नयाँ केटी छैन त्यो मुना घरमा आउने तँसँग तपाईँको के चक्कर छ हो कुन केटी भन्छ यसले ए मुसीको कुरा गर तैँले होइन नाम पनि थाहा भइसक्यो मान्छेहरूलाई नाम मात्र थाहा पाएको अरू त्यस्तो केही पनि छैन झुट नबोल्नुहोस् न तपाईँहरू दुईजना मिलेर गफ गरेको मेरो दुईटा आँखाले देखेको मैले कुरा गरेको देखेर पो यो चलेको रहेछ त बल्ल थाहा भयो अनि के सोच्नु भएको बाँच्छ कतै उसैलाई त सम्झिनु भएको होइन थाहा थियो मलाई यो केटीहरू मेरो पनि घरबार नहोस् बिगार्न चाहन्छु भन्ने तपाईँको उद्देश्य थियो तर बिनिसा र तपाईँको जस्तै उसँग मेरो सम्बन्ध त्यस्तै छ भनेर भनिदिँदा तपाईँको के बिग्रिन्छ त ल म भनिदिन्छु बिनिसा र मेरो सम्बन्ध र मुसीको सम्बन्ध सुन्न चाहेको नि तैँले ल बिनिसा र मेरो सम्बन्ध गर्ल मुसी र मेरो सम्बन्ध फ्रेन्ड बुझिस् अझै बुझिनस् होला बिनिसा भनेको बहिनी हो मुसी भनेको गर्लफ्रेन्ड हो बुझिस् के सोचिरहेको त्यो त गइसक्यो त त्यही बिनिसा भनेको बहिनी हो मुसी भनेको बिनिसा भनेको बहिनी हो मुसी भनेको गर्लफ्रेन्ड हो है त त्यसो भयो बिनिसा भनेको बहिनी हो यो यति काट्दा हुन्छ यतिको यति ठिक छ ठिक छ होइन यति काट्दिउँ हुन्छ एकचोटि सुन्नु त ल बिनिसा भनेको बहिनी हो मुसी भनेको गर्लफ्रेन्ड हो है त होइन यो अगाडि यो पछाडि हो हो यताको उता उताको यता ल ल फेरि सुन्नु त बिनिसा भनेको गर्लफ्रेन्ड हो ओ यही चाहिएको हो कि यही चाहिएको हो अब चाहिँ भयो ल यसरी डन गरिदिउँ है हो हुन्छ ल लिनु मुसी भनेको बहिनी हो बिनिसा भनेको गर्लफ्रेन्ड हो मिनाले भनेको साँच्चै रहेछ यिनीहरूले के चाहिँ प्लान गर्नु खोजेको रहेछ विकी दाई किन मिना बहिनी एकछिन यहाँ आउनु न ए हो र ल त्यतिकै लागि बोलाएको हो त्यसो भए म बुझिदिन्छु नि त ल म लागेँ है त मुकेश ओइ मुकेश त्यो गाग्री लिएर आऊ यहाँ के हो तँलाई सन्देश छैन क्या हो अनि मुख त ल्याउन छ त के भयो भुक लाग्यो मै खाने यो कसले बाहिर लगेर राखिदिएको रहेछ
अनि त बिमारी भए जस्तै देख्छ त तँलाई कसैले केही भन्यो? छैन, कसैले केही भनेको छैन। बढी आमा तपाईँलाई म एउटा कुरा सोध्छु ल। सोध्न के कुरा हो? जित रमाइलो अनि हार किन नरमाइलो हुन्छ बढी आमा? होइन के भयो आज? के भयो बाबु? कसले के भन्यो? भन्नु न बढी आमा, यो जितको भन्दा हारको सम्बन्ध किन क्रूरता हुन्छ? किनकि जित भनेको सफलताको शिखर जगमगाउने ज्योतिको किरण हो बाबु। त्यही भएर त्यहाँ रमाइलो हुन्छ, खुसी हुन्छ। तर हार भनेको आशाको दियोहरू निभ्दै जान्छ अनि त्यहाँ आँसु हुन्छ, अन्धकार हुन्छ, नरमाइलो हुन्छ। भन्छन् हार भनेको जितको पहिलो खुर्किला हो। तर यो हारको वज्रपात सहन धेरै गाह्रो हुन्छ बाबु। यो हारमा पनि थोरै खुसी भइदिए हुन्थ्यो नि है बढी आमा। हामी मान्छेहरू पनि कति रमाउँथ्यो होला। हारेर खुसी हुने पनि छन् यहाँ, तर कसैको खुसीको लागि हारेर पनि खुसी हुन सिक्नुपर्छ छोरा। चाहेर हार्दा पो रमाइलो हुँदो रहेछ बढी आमा। नचाहेर हार्नु पर्दा मन सम्हाल्नै नसकिने रहेछ है। ए तँलाई त्यही मिनाले के भन्यो? त्यसले नै के भन्यो होला र तैँले त्यस्तो कुरा गरिरहेको छस्? पर्खे आज त्यसको घरमा गएर म त्यसलाई नजगल्टै छोड्दिनँ। भएको बढी आमा पर्दैन। किन पर्दैन? त्यही मिनाले गरेर दिनरात झगडा भइरहेछ घरमा। त्यही मिनाले तँलाई चित्त दुखाउने? त्यसले मलाई चिनेकै छैन। बनेन बाबा? भनेन है छोरी, भनेन। योभन्दा त हाम्रो पहिलाको मुसिन राम्रो थियो है बाबा। राम्रो थियो नि नानी। तपाईँले यो मुसिन पहिला नै बनाउनु दिनु भएको होइन र बाबा? कहाँ बनाउनु दिनु? त्यो मिसिनसँग साटेर ल्याएको नि नानी। राम्रो छ भन्यो अनि ल्याएको। बरु त्यसलाई नसाटेर बनाउनु दिनु भएको भए हुन्थ्यो नि बाबा। बरु त्यसै गरे भए हुने रहेछ नानी। घर आउने हेर्न लुगाहरू यत्रो बिग्न थियो। बनाउनु ढिलो हुन्छ भन्यो, यो मिसिन राम्रो छ लैजान भन्यो, साटेर ल्याइहाल्यो। यदि त्यो मिसिन बिग्रिएर नसाट्नु भएको भए सायद मलाई पनि यस्तो हुँदैन थियो होला है बाबा। तैँले के भनेको नानी यो? म जन्मेकै सालमा मिसिन किन्यो अनि अचानक मिसिन बिग्रियो अनि मलाई यस्तो घटना घट्यो। सायद त्यो मिसिन र ममा केही सम्बन्ध थियो होला है बाबा। त्यस्तै सँगै त पर्यो होला नि नानी। जब त्यो मिसिन बिग्रियो र यो मिसिन साटेर ल्याएदेखिको हामीलाई दसैँ जस्तो लाग्यो। बाबा हामीले फेरि त्यो मिसिन फिर्ता लाउनु मिल्दैन र? भेटेर ल्याउनु मिल्थ्यो नि नानी। यो मिसिन साट्ने बेलामा त्यो मिस्त्रीले यो त कबाडीमा जान्छ भनेर भन्थ्यो। कबाडीलाई बेचिसक्यो होला, कबाडीले कहाँ पुर्यायो। अब त्यस्तो मिसिन कहाँ पाइन्छ? बाबा म हजुरलाई एउटा कुरा भन्छु ल। भन्न छोरी, के भन्नु खोज्यो? 2-4 दाना अचिता मुसेर बिदाई गर्ने रहर थियो होला हजुरको। मैले हजुरको इच्छालाई पुरा गर्न सकिनँ बाबा। सरी बाबा। यो के भनेको नानी तैँले? तँ नरु क्या, धेरै नरु। मैले तँलाई कन्यादान दिएको दिन मात्रै तेरो आँखामा आँसु देखाउन भनेको थिएँ। तर तेरो भाग्यमा यसरी कसको आँखा लाग्यो।
कस्तो लीला लीला हिँड्छौ त ए अल्छी लाग्यो घाँस काट्नु जाउँ न के घाँस काट्नु जानु हो बरु घाँस काट्नुभन्दा त कुरा काट्नु सजिलो हुन्छ बसेर बरु गाउँतिर जाउँ न कुरा काट्नुलाई ए साथी तँलाई थाहा छ मुकेश र मिना त बोल्दैन अरे नि तिनीहरूको त मलाई थाहा छैन बरु बाँसु र त्यो केटीले बरु बोलेको छैन अरे भनेर सुने हो ए तिनीहरूको पनि झगडा भएछ के न्युमा झगडा भएछ त खै बाँसुले बिनिसालाई गर्लफ्रेन्ड भन्दै अरे भन्छ ए हो र तिनीहरूको दाजु बहिनी पो भन्थ्यो त दाजु बहिनीको साइनो जोडेर जोड्दै अर्को साइनो जोडेर भन्छ गुन्सेले भनेको मलाई त हेरेर त्यो बाँसु सोझो जस्तो छ त त्यसो पो भन्दैछ बिचारीलाई खै अर्काको कुरा विश्वासै लाग्दैन ए अर्काको कुरा के काट्नु हौ बरु जाउँ घाँस काट्नुलाई बिनिसा बोल्नु बिनिसा किन रोग रुनु पर्दैन नरो त्यस्तो विश्वासघाटीलाई सम्झेर रुने हो र नरु पर्दैन बहिनी नरु के भन्नुभएको दाइ तपाईँले मैले त उहाँलाई आफ्नै दाइ जस्तै सम्झेको थिएँ मान्नेले कुरा नमानेपछि तैँले मात्र मानेर हुन्छ त्यस्ताका लागि आँसु बगाउनु पर्छ तेरो दाइ छैन यहाँ म छु नि तेरो दाइ बुझेस् रुनु पर्दैन मैले उहाँको सपोर्ट गरेँ तपाईँसँग कति झगडा गरेँ है दाइ मैले त्यो दाइको लागि तपाईँलाई धेरै चित्त दुखाएँ है दाइ हेर बहिनी गाउँघरमा आएको अन्जान व्यक्तिसँग त्यति छिटो माया गर्नु हुँदैन विश्वास गर्नु हुँदैन त्यस्तो व्यक्तिले धोका दिएर जान सक्छ नि हो रहेछ दाइ आजदेखि मलाई पनि थाहा भयो अबदेखि त्यस्तो गल्ती कहिले गर्दिनँ दाइ जब उहाँले नै दाजुबहिनीको नातालाई धमिलो पार्नुहुन्छ भने म पनि खुसी नै छु कमसेकम उहाँको असली रूप छिटै देख्न पाएँ दाइ अनि ठिक्क परे कता नि यो गाउँमा तिमी जतिको राम्रो कोही पनि देख्दिन त छैनन् कि क्या हो बेबी भए पो देख्नु त बेबी यो गाउँमा हट्टाकट्टा भने म मात्रै हो ए बुढा बेबी अनि घरमा चाहिँ को हुनुहुन्छ नि के भयो बेबी होइन के होइन अनि बरु भन न तिम्रो घरमा चाहिँ को छ नि को हुनु र बेबी घरमा बुवा आमा हुनुहुन्छ एउटा नकचरो बुढो छ 4-4वटा नक्कलीहरू छन् 5-7वटा चाहिँ भुन्टा भुन्टीहरू छन् ए बेबी त बिहोस नै पो त्यतातिर बिहोस भएर के भयो त बेबी यता म छँदै छु नि ए मेरो छिनु मुनु पो आफू परे झ्याम्सो भारी तिमी पर्यो बोकुदारी हाम्रो दुई सुहाउँछ त मेरो सुन्नु मुनु मेरो जारीको तारिफ गरेर मलाई घायल नबनाउनु मेरो सक्छु त कसरी सक्दैनौ फेरि ए घाइले पो भएको अनि मेरो लागि के गर्न सक्छौ त सुन्नु मुनु
तिमी भन न मात्रै, तिम्रो लागि म जे पनि गर्न तयार छु। साँच्चै हो र छुनु मुनु? साँच्चै हो त नि, तिमी भनेर मात्रै हेर न। मेरो खुट्टा दुखेर मर्ने बेला भएको छ, बोकेर एकैछिन घरसम्म पुऱ्याइदेऊ न मेरो छुनु मुनु। त्यो त भइहाल्छ नि, बोक्नै पर्ने हो र। लु नि त, आऊ न त। आयो नि मार्यो नि बज्याले। ए मेरो त दुईटै बेबीहरू ढलेर बेहोसै भयो नि। कमजोरीहरू त ढलिहाल्छ नि, म जस्तो हट्टाकट्टालाई ढालेर देखाउ न। हल्लुडे हो हल्लुडे। ओहो कति बहादुर तिमी त, मेरो हल्लु, मेरो मुटुको डल्लु। यत्रो देऊ कहाँ गएको थियौ? उठाउन बरु मलाई। लु 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 उठा न त, उठो लु। म त तिमीलाई नै खोज्दै आएको नि, ढिलो भइहाल्यो मेरो ढुकुस मुकुस। यो बुढे बजारै लडारै मार्यो नि। बेबी एकछिन बसौँ न। बच्चाले मारो। यो गुइठेले लडाएर मैले पनि छुनु पाएँ त, तर मलाई छुँदा पनि केही पनि हुँदैन त। हो र बेबी? केही पनि भएन? मलाई त केही फिलै भएन। ए अब आउँछ फिल मेरो हल्लुलाई। जाने नि त सोल्टी नि। अब यता ढलिहाले जाने त होला नि। के हो वासुदेव, सधैँ म उदास हुन्छु, आज तपाईँ निकै उदास देखिनुहुन्छ त। मुकेश भाइ बस न भाइ। के भयो दाइ, कसैसँग झगडा पऱ्यो क्या हो तपाईँको पनि? झगडा? मान्छेको जीवनमा झगडा नहुने को चाहिँ होला र भाइ? अनि सुनौ न, तिम्रो के छ खबर? खै के भनौँ र, ठिक छैन भनौँ भने ठिकै छु भनौँ भने मुटु दुखिरहन्छ। सहनलाई गाह्रो भयो दाइ, दबाई पनि किन्न नपाइँदो रहेछ यो रोगको। क्यान्सर लाग्यो मेरो मायामा त। मलाई पनि कहाँ सम्झ छ र भाइ, म झन् कहिले निको नहुने रोग बोकेर हिँडेको मान्छे। व्यथामाथि व्यथा थपिँदैछ, गाह्रो छ भाइ, मलाई पनि गाह्रो। के गर्नु, मनको भारी कसैलाई दिनु नमिल्ने रहेछ, सधैँ कस्तै गरिरहेको छ भाइ म पनि। यस्तो अवस्थामा मान्छेहरू कसरी बाँच्छन् होला है दाइ? हार्नेहरू हारेर निराश भएर बसेको होला भाइ, जित्नेहरू खुसियालीमा रमाउँछन् होला नि भाइ। सामने बहिनी, ए सामने बहिनी, फेरि एक गिलास थप त। सबैलाई हाल्दिनु? सबैलाई एक गिलास हाल्नु। अरू केही चाहिँदैन? अब नखाऊ होला हौ केटा, के खाने? होइन हौ केटा, रक्सी त खाइयो, तर के को खुसियालीमा हो यो? खाउन फल
के बोर्छ होइन खाना त म रक्सी खाइहाल्छु नि यसो बुझौँ भनेर नि पानको पात मासु बिना खाँदिन धानको भात मायालु सरर के खोजिरहेको खाओ न खाओ ए तपाईँ पनि आउनुभएको दाइ यता बस्नु ए केटाहरू पनि यहीँ रहेछ त ओ बिकी भाइ पनि आउनु भएको त हात मिलाउँदा बहिनी यहाँ बिकी भाइलाई पनि एक गिलास ल्याइदेऊ ल साथी हो वाइफाई टेस्ट हुन्छ हुन्छ होइन बर्थडे हो कि के हो केटा हो ल बिग्रिँदा कस्तो छक्कै भन्नु के आज हामी मेरो बर्थडे हो क्या आका दुईजनाको बर्थडे हो तिमीहरूको बर्थडे हो अरे होइन डल्ले पर्सि र भेरोनाको पहिलेदेखि बर्थडे हुनु भयो त्यही त म पनि अचम्म परिरहेको त्यही त पनि एकैचोटि मैले त मलाई पनि विश्वास त लागेको छैन केही न केही त होला यहाँ कुरा के होइन कि दादा अस्ति तपाईँले कटिङ गरिदिनु भएको थियो नि हो त्यो चाहिँ सबै सक्सेस भइदियो त्यसैको खुसियालीमा यो एक प्याक चाहिँ खाइदिएको कि खै कस्तो खुसियालीमा हौ मलाई त केही थाहा भएन त कुरा के हो भने बिकी दादा त्यो बाँसी भन्ने छैन एउटा मान्छे हो त्यो मान्छेले आफूलाई के न भन्छ होइन मलाई कम दुःख दियो त्यो मान्छेले मलाई मेरो पालो उसको जिन्दगीमा पनि गरेर चाहिँ भोकमा चलाएको के विनिशा यहाँ आऊ त कुरा गर विनिशा तिम्रो दाइ तिमीसँग त्यत्तिकै रिसाएको होइन रहेछ नि के भन्नुभएको तपाईँले तिमीलाई थाहा छ जसलाई तिमी दाइ दाइ भनेर हिँड्थ्यौ नि उसले गाउँभरि कस्तो कस्तो कुरा गरे होइन नचाहिँदो कुरा नगर्नु है तपाईँ अर्का घरमा आएर थाहा थियो मलाई मेरो कुरा तिमी पत्याउँदैन भनेर त्यही भएर मैले प्रमाण लिएर आएको छु ल हेर होइन के भन्छ यो सुकेनासले जे भन्दैछ ठिकै भन्दैछ भूकम्प चाहिँ कसरी गयो त्यो भिडियोले अब सबैजनाले सुन्नुहोस् त्यो बाँसु छैन बाँसु त्यो बाँसुले विनिशालाई बहिनी मान्छ होइन त हो अनि विनिशाले बाँसुलाई दाइ मान्छ अनि त्यो एउटा मौसी छैन मुसी हो अब त्यसलाई चाहिँ बाँसुले गर्लफ्रेन्ड भनेको त्यो गर्लफ्रेन्ड भनेको चाहिँ यता विनिशापट्टि गरेर मिलाइयो होइन अनि बहिनीलाई गर्लफ्रेन्ड मुसीलाई बहिनी बनाएर ट्याक्कै यताको उता उताको यता गरेर मिलाइदिएपछि गएन त्यसको भुटाल्यो ओहो तिम्रो दिमाग चाहिँ मान्नु पर्ने रहेछ गुइठे गुइठे हो गुइठे मलाई रिसाउने जातिलाई त
म त गोबर बनाइन्छ बनाइछु गोबर साले सुकेनस् बिन्सा दिदी हजुर को हो बाहिर आउनुहोस् न एकछिन। ए मिना पो आएछ त दिदी के भयो किन रुनु भएको? केही होइन एकछिन बस न के भयो दिदी हजुरलाई? के भयो दिदी? दाइसँग झगडा पर्यो हो? दाइसँग त दाइसँगै हो तर घरको दाइसँग होइन अर्कै दाइसँग हो मिना। अर्कै दाइ? को अर्कै दाइ दिदी? बासु दाइसँग। कस्तो झगडा दिदी मलाई भन्नु मिल्छ? होस् छोड्दे उहाँको त मलाई नाम पनि लिन मन छैन मिना। अरूले भनेको भए त विश्वास गर्दैन थियो होला तर आफैले देखेपछि साह्रै चित्त दुख्यो मिना। कस्तो कुरा गर्नुभएको दिदी हजुरले? उहाँ त्यस्तो मान्छे हुनुहुन्न नि। म पनि पहिला त्यस्तै सोच्थेँ तर आफ्नै आँखाले देखेपछि छाँगाबाट झरेको जस्तै भयो मिना। होइन होला दिदी हजुरको आँखालाई भ्रम भयो होला। कहिलेकाहीँ आफूले देखेको कुरा र आफूले सुनेको कुरा गलत हुनसक्छ। यो खुसीको चाल हुनसक्छ। बासु अङ्कल यस्तो हुनुहुन्न दिदी। मिठो बोलीको भर गर्नु नहुने रहेछ मिना। बाहिरबाट हेरेर मानिसको नियत बुझ्न नसकिने रहेछ मिना। पनि अलिक विचार पुर्याएर बोल्ने भयो। मैले त राम्रोसँग चिनिसकेँ अब तेरो पालो। हेर्नु भाइ तपाईँले हाम्रो लागि धेरै मद्दत गर्नुभयो धेरै कुरा बोल्नुभयो त्यसको लागि म तपाईँलाई हृदयदेखि नै धन्यवाद दिन्छु। तर तपाईँ कहाँको मान्छे आएर हाम्रो लागि यो गाउँ समाजसँग तपाईँले दुश्मनी बोकिरहनु पर्दैन। सुन्नु भाइ मबाट कुनै गल्ती भएर गल्ती होइन त्यति गल्ती गरे होइन तर हाम्रो लागि तपाईँ यत्रो गाउँलेसँग किन दुश्मनी बोक्नुहुन्छ? तपाईँ कहाँबाट आएर के गर्नु त दाइ? आँखै अगाडि अन्याय भएको कसैलाई म हेर्न सक्दिनँ म के गर्नु? तपाईँले सक्नुपर्छ भाइ सक्नुपर्छ किनकि यो गाउँलेहरूसँग दुश्मनी भएर हिँडेको हामी हेर्नु सक्दैनौँ। तपाईँले जब यति कुरा भन्नलाई यहाँ बोलाउनु भएको मलाई दाइ? तपाईँले हाम्रो लागि कोहीसँग दुश्मनी गर्नु पर्दैन भाइ यो गाउँमा। होइन दाइ तपाईँलाई आज म प्रति किन दया जागेर आइरहेछ? दया होइन भाइ दया होइन शङ्का लाग्यो शङ्का। यो के भन्दै हुनुहुन्छ दाइ तपाईँ? म ठिक भन्दैछु भाइ। जब यो गाउँले नै मेरो छोरी र मेरो लागि चासो दिँदैन भने तपाईँले किन टाउको दुख्यो? तपाईँ हाम्रो लागि किन चासो लिनुहुन्छ? तपाईँ को हो हाम्रो लागि? के नाता छ तपाईँको र हाम्रो? के नाता छ? किन दाइ एउटा मान्छेले अर्को मान्छेलाई सहयोग गर्दा कुनै नाताको परिचय दिइराख्नु पर्छ र दाइ? तपाईँ बेकारको कुरा गरेर मलाई भुल्याउनु नखोज्नु भाइ किनकि तपाईँको नियतमा शङ्का छ। होइन कस्तो शङ्का भनिरहनु भएको छ दाइ तपाईँले अघिदेखि मलाई? किनकि स्वार्थी पनि देख्छु म तपाईँमा। मेरी छोरी तपाईँको को पर्छ? न तपाईँ उसको बाउ न तपाईँ दाइ न तपाईँ भाइ। आखिर किन मरि यस्तै गर्नुहुन्छ तपाईँ मेरो छोरीको लागि? किन? छोरी जस्तो लाग्छ दाइ मलाई मिना। उसको दुःख देख्दाखेरि मलाई मेरो हराएको छोरीको याद आउँछ दाइ। त्यही भएर म उसको लागि उसको दुःखमा हरेक शब्दमा म बोल्ने गर्छु। उसलाई त अप्ठ्यारो पर्दा म साथ सबर दिन्छु। बुझ्नुभयो तपाईँले? लु हो कुरा बनाउनु त कसले भ्याउँछ र? तपाईँले कुरा बनाउनु त तपाईँसँग सिक्नु पर्ने रहेछ। तपाईँ कहाँको हामी यहाँ सम्बन्धको डोरी बाटेर सम्बन्ध गाँच्नु नखोजे हुन्छ हामीलाई। बुझ्नुभयो? एउटा औँला अरूतिर देखाउँदा बाँकी सबै औँला आफूपट्टि फर्किन्छ भने तपाईँलाई थाहा छ कि छैन? एउटा अङ्कल जस्तो मान्छेले माया गर्दा तपाईँले स्वार्थी पनि देख्नुभयो होइन? लाज लाग्नुपर्ने हो तपाईँलाई। बासु भाइ चिच्याउनु पर्दैन दाइ। बिस्तारै बोले पनि सुन्छु म। तपाईँको यो गाउँमा चिच्याउने हतियार छैन त्यो मलाई राम्रोसँग थाहा भइसकेको छ। हो तपाईँ हिजो आएको मान्छेले
यो गाउँको इतिहास कोट्याउनु पर्दैन। म कहिले आएँ भन्ने कुराको प्रश्न नगर्नुहोस् क्या दाइ। तपाईँ आफूले आफूलाई यो गाउँको निकै पुरानो भन्न ठान्नुहुन्छ क्या? तपाईँ कहाँदेखि आएको, कहिले आएको, कसरी आएको भन्ने कुरा मलाई राम्रोसँग थाहा छ, बुझ्नुभयो? को हो तपाईँ? मेरो लागि यत्रो निजीबोजी गर्नुहुन्छ। मलाई चिन्ने हतार नगर्नुहोस् दाइ तपाईँले। बरु तपाईँ को हो भन्ने कुरा राम्ररी सोच्नुहोस्, किनकि तपाईँको एक एक जम्मा कुण्डली मैले कोट्याउँदैछु, बुझ्नुभयो दाइ? ए बिक्की दाई काठमाडौँबाट कहिले आउनु भएको? ए 1 महिना भइसक्यो आएको। ए हो र, अनि गाडी चलाउँदै हुनुहुन्छ कि छोडिदिनु भयो त? छोडिदिएको भने बेलामा पैसै नदिने, अनि त्यस्तो साउको गाडी चलाएर के हो होला गएर। अनि हलुडे चाहिँ कहाँ छ त? दाई कहिले छोरा घरमा बसेको, जानुभयो होला नि गाउँ डुल्नलाई। के गर्दैछौ त आज भोलि? अनि के छ तिम्रो हालखबर? के गर्नु रे, घर रुँदै बस्दै गरिरहेको छु। ए हो र, कति बस्छौ हौ घर रुँगेर तिमी पनि? के गर्नु, मन त छैन नि, त्यही पनि छोडेर गएर नि कहाँ जानु? कहाँ जाने रे? आफ्नो घर जाने नि हौ। खै आफ्नो घर नि के जानु र, मन मिल्ने र विश्वास लाग्ने कोही भेटेकै छैन। ल के भनेको तिमीले त्यस्तो? तिमीले विश्वास गरे पो अनि अरूले विश्वास गर्छ त? तिमीले विश्वास गर्दैनौ अनि कसरी अरूले विश्वास गर्छ त? जो त्यस्तो चाहिँ होइन होला है, म त्यति साह्रो कठोर पनि छैन। मैले तपाईँलाई विश्वास नगरेको हो र तपाईँले त अनि मलाई विश्वास नगरेको। अहिले खुबै पहिला तिमी सानै थियौ, अहिले पैसामा यति राम्री हुन्छ भन्ने कसलाई के थाहा? नभए म तिमीलाई छोडेर जाँदै जान्थेन नि। हो, तपाईँलाई कुरा लाउन कसले पो सक्छ र? सानोमा चाहिँ म राम्री थिइनँ र? राम्री थियौ नि सानोमा पनि। कति उभिएर कुरा गर्नु, आउ न बस यहाँ। अनि के त? सानोमा म चाहिँ नराम्रो थिएँ नि। उफ, के सुन्नुपर्छ यो कानले पनि? यति राम्रो मान्छेलाई वास्ता नगरेर म नराम्रो भएन त नि? लु भो पल्लो गाउँको अञ्जनाले धोका दिएर हात काटेको हिँडेको देखेको छैन र? त्यट नचाहिँदो कुरा कसले भन्यो तिमीलाई? लु तपाईँ मलाई धेरै नढाक्नु के, तपाईँको कुरा सबै थाहा छ मलाई। तिमीले त के कुरा गर्नु थाल्यो? म त हिँडेको गाउँ डुल्नु। हेर न भागेको। अर्का बाटो छेकेर तिमीले के गर्नु खोजेको? के पार हो तिमीलाई? मेरो बहिनीलाई दाजुबहिनीको नाता गाँसेर मायाजालमा फसाउने त्यो चाहिँ के पारा हो? त्यो चाहिँ के पारा हो? हेर भाइ, आज तँलाई म नखाइलाई छोड्दिनँ। अरे कसले भन्यो तिमीलाई माया जाल? कसैले पनि भनिराख्नु पर्दैन मलाई। मेरो बहिनीलाई के गर्दैछस् भनेर मलाई थाहा छ। आज तँलाई म नखाइलाई छोड्दिनँ। हेर, तिमीलाई कसैले कुरा लाएर उचालेको हुनुपर्छ। आजसम्म मैले विनेशालाई कहिले पनि गलत नजरले हेरेको छैन। के भन्नु खोजेको तिमीले? तैँले कुन नजरले हेर्छस् भने त आज दुधको दुध पानीको पानी छुटिहाल्छ नि। तैँले मेरो बहिनीलाई जित्यो नजर आउने? हात चाहिँ नहाल्नु, हात चाहिँ नहाल्ने कुरा गर्नु सक्दैनस्? तैँले मलाई हुत्याउने, तैँले मलाई हुत्याउने, तैँले मलाई हुत्याउने। विनिशा, तिमी पनि? हो, मैले तपाईँलाई आफ्नै दाइ जस्तो सम्झेको थिएँ, तर तपाईँले त दाइ बनेको नाटक मात्रै गर्नु भएको रहेछ होइन? दाजु बहिनीको नाता तपाईँलाई के थाहा? बहिनी भन्दै गिद्धे नजर लगाउनेलाई। विनिशा, यो मोबाइल हेर्नु। कुट्नुहोस् न, किन रोकिनुहुन्छ? दाइको नाताले कुट्नुहुन्छ कि बोयफ्रेन्डको नाताले कुट्नुहुन्छ? मैले त तपाईँलाई माइती सम्झेको थिएँ, तर तपाईँ त कलङ्क हुनुहुँदो रहेछ दाइ। अब म तिमीलाई कसरी सम्झाउँ? मैले त्यस्तो भनेको होइन भनेर। के म तिमीलाई त्यस्तो भन्छु जस्तो लाग्छ? लाग्दैन थियो र त, हिजोसम्म म दाइसँग झगडा गर्दै हिँड्थेँ। तिमी किन कुरा बुझ्दैन विनिशा? के म तिमीलाई त्यस्तो भन्छु जस्तो लाग्छ र? यो सबै षड्यन्त्र तिम्रो दाइको हो, तिम्रो नजरमा मलाई गिराउनलाई। के रे मेरो बहिनीलाई गर्लफ्रेन्ड भनेर हिँड्ने अनि मैले षड्यन्त्र गरेँ भनेर भन्ने? तँलाई फेरि पुरै पुगेन क्या? मेरो बहिनीले भनेर मात्र, नभए म तँलाई छोडिदिने थिएँ। लु जाउँ बहिनी।
त्यही त नि दाइ तपाईँ गएर मेरो मम्मी बाबालाई सम्झाइदिनु पर्यो त्यो फटा पिताले सबै दिमाग ह्याङ गरिदिएछ नि मेरो मम्मी बाबाको दिनरात झगडा गरे गर्छ लास्ट मलाई झ्याउ लाग्छ हौ दाइ सम्झाइदिनु पर्यो हेर केटा आज बिहानै लागेको दिशा बरु भोलि बिहान दिशा गर च्यापेर राख भन्यो भने म च्याप्न तयार छु र आधी माना चिउरासँग आधी माना नै बालुवा मिसाएर खा भन्दा नि म खान तयार छु तर यो बुढाबुढीको झगडामा चाहिँ मलाई नमिसाए केटा ए बहिनी पो आऊ न भित्रै अब एउटा सानो कुरोमा बुढाबुढी मिलिहाल्छन् अङ्गालो मारेर हिँड्छन् मेरो आँखाले देख्छन् नराम्रो भइ यस्तो कुरा गर्नुहुन्न केटा हिँड्नु छैन रहेछ नि बहिनी लताहरूले फालिदिइहालेछन् ला अब के गर्नु दाइ तेरो बाबुले के चाहियो सोध मलाई युज गरेर यिनीहरूले यस्तो खेल खेल्यो कि दाजु बहिनीको बिचमा फाटो ल्याइदियो मेरो हातले बिग्रेको सम्बन्ध मेरो दिमागले मिलाइदिन्छु तिमी चिन्ता नगर मिना ओहो बिकी दादा टाढै हो म चाहिँ पल्लो गाउँ खोज्दा खोज्दा यिनीहरू त यहाँ पो रहेछ होइन नखोजी नहुने चाहिँ के काम पर्यो त्यस्तो भाइ ओहो निकै साह्रै पऱ्यो क्या हो के भन्छ केटा हो अस्ति खाएको झलझली याद आएर खोज्दै हिँडेको नि ए कुरा त त्यसो पो यहाँ त जम्मा 2 ग्लास मात्र रहेछ सकिएको भरे भोलि खाउँला नि है यहाँ नभए पनि बसन्त बस भरे भोलि खाउँला मेरो त ब्यालेन्सै सिद्धिएछ खै तपाईँको मोबाइल दिनु एकछिन लक खोलेर दिने अस्तिको भिडियो हेर्नु भएको छ होला होइन ऊ त डिलिट गरिदिएछ हामीले है दाजु है त्यसको लागि त हामीले दोहोरो प्लान बनाएको छौँ बुझ्नुभयो के बुझ्नुभयो तपाईँले यो बाँसु भन्ने पाजीले हामीलाई धेरै दुःख दियो होइन हामी पनि साह्रै चान्चिने मान्छे होइन यसो गर्नुहोस् यो मोबाइल हामीलाई दिनुहोस् होइन अनि हामी पनि आफ्नै तरिकाले चल्छौँ तपाईँ पनि आफ्नै तरिकाले चल्नुहोस्